माथि ग्यारेज छैन फर्काउनुलाई रिक्स नलिनु अब फाइनली आइयो मुस्ताङबाट मुस्ताङ चाहिँ अति रमाइलो भयो होइन हाम्रो चाहिँ इटरीबाट ठुलो खालको आउनुभएको थियो अनि यही मौकामा सबै फ्यामिली मिलेर घुम्न जाऊँ न त भनेर एउटा डिस्कसन टाइपको अनि कहाँ जाने अनि नेपालको अब घुम्नै पर्ने ठाउँ भनेको त एउटा मुस्ताङ हो अनि मुस्ताङ जाने प्लान भयो मुस्ताङ पनि फेरि जाने कि नजाने भयो किनभने मेरो मम्मीलाई अल्टिट्युड सिक्नेस त होइन तर पहाड भने चाहिँ अलिक डर लाग्छ तर मलाई त अहिले त यो लक्खा जवानीमा त पहाडै हेर्न मन छ पहाड भनेर रिल हेरिसकेपछि तर मम्मीले पनि मान्नुभयो सबैजना अन्त अप्पर मुस्ताङै जाने प्लान भयो जाने यहाँबाट चाहिँ अनि त्यसपछि चाहिँ सबै गाडी साडी सब बुक भयो अनि गाडी पनि आयो बेलुका अनि हाम्रो दाइ हुनुहुन्थ्यो सेयर दाइ भन्नु त भन्नु एकदम राम्रो गाडी चलाउनुहुन्छ अनि आउनुभयो दाइ पनि राति नै यहीँ सुत्ने गरी आउनुभयो किनभने बिहान 3 बजे नै जाने प्लान भएको थियो गुड मर्निङ एभ्रिवान अहिले चाहिँ 2:24 भएको छ एन्ड वी आर हेडिङ टुवर्ड्स मुस्ताङ अनि अराउन्ड 3:20 हामी घरबाट निस्क्यौँ अँध्यारै थियो अनि घरबाट निस्क्यौँ हिँड्यौँ अनि त्यसपछि चाहिँ हामी टिपिकल यो थानकोट हुँदै चाहिँ नझरिकन यता सीता पाइलाबाट भित्र झर्ने बाटो छ कि अनि त्यहाँबाट चाहिँ एउटा खानीखोला निस्किने बाटो छ एउटा धार्के निस्किने बाटो छ अहिले चाहिँ त्यहाँनिर एउटा गाडी स्ट्यान्डर्ड भएर बसिरहेको छ त्यो बाटोमा गयो भने जामसम्म पर्ने चान्स हुन्छ त्यसैले यता सिधै खानीखोला निस्किने बाटोबाट झरौँ भन्नुभयो हुन्छ त ड्राइभर मान्छे हो थाहा भएको होला भनेर हिँड्यौँ हामी त्यो बाटोमा हिँड्यौँ होइन अनि त्यसपछि बाटो चाहिँ लास्टै अप्ठ्यारो रहेछ यस्तो भएको गाडी त्यहाँ माथि गाडी 4-व्हिलर पनि थिएन होइन अनि नराम्रै बाटो थियो तर गाडी गइरहेको थियो भनौँ बल्ल तल अनि त्यसपछि एउटा पोइन्ट आयो त्यो पोइन्टमा आइसकेपछि चाहिँ त्यहाँ चाहिँ गिटी सिटी हालिरहेको रहेछ होइन अनि राति गिटी हाल्दै अनि त्यो डोजरको चाहिँ तेल सकेर यतिकै राख्दा रहेछ अब हामी त्यहाँ त पुग्दाखेरि त अराउन्ड 4-4:30 कति बजेको थियो होइन त्यो यस्तै छ कि पहाड नै छ कि त्यो पहाड जस्तै छ कि त्यो उसको ग्राभेलको त्यहाँमाथि 4-व्हिलर पनि होइन गाडी अब फर्क्यौँ पनि यत्रो पर आइसकेका छौँ अब के गर्ने अनि त्यहाँनिर एउटा बुढाबा आउनुभएको रहेछ बुढाबाले सोध्यौँ अनि त्यो बुढाबाले भन्नुभयो यहाँनिर चाहिँ त्यो रोड मिलाउँदै राति बन्द भयो तपाईँहरू किन यो बाटो आउनुभएको त्यो अर्को बाटो कस्तो राम्रो थियो त्यो बाटो झर्न छोडेर भनेर त्यो गाउँको नाम चाहिँ आचार्य गाउँ समथिङ के थियो होइन त्यो बाटो कटेर चाहिँ अलिकति अगाडि गएर चाहिँ पिच आउने रहेछ बाटो त्यसपछि चाहिँ खासै अप्ठ्यारो रहने रहेछ जति अप्ठ्यारो थियो हामीले पार गरिसकेको रहेछ अब लास्ट एउटा लेभल थियो अनि त्यो कटाउनलाई चाहिँ अब के गर्ने त फर्किने कुरा आएन ल जे पर्ला भनेर टायर त होइन उ चाहिँ गयो के अरे सरी ब्रेक गनाइरहेको थियो तर ओह्रालो थियो यस्तो उसले गर्दा नि होला हाइट यस्तो बाटो है एउटा ढुक्क भयो अब उज्यालोमा हामी धेरै अगाडि पुग्ने प्लान थियो लगभग मुगलिनको आसपासमा पुग्ने प्लान थियो अब उज्यालो हुँदा हामी थियौँ धार्के पनि पुगेको थिएनौँ होइन अनि अब फेरि यता खानीखोला झर्ने भनेको अब खानीखोला जाने बाटो फेरि अप्ठ्यारो थियो बाजेले कराए हामीलाई तपाईँहरूले यस्तो अप्ठ्यारो बाटो जानु मन छ भने जानुहोस् भनेर कराए होइन अङ्कल यही बाटो जाने सजिलो बाटो जाने भनेर हामी त्यही पिस रोड गयौँ अनि त्यसपछि एकछिनमा पुगिहाल्यौँ त्यस गाह्रो भएन निन्द्रा लागेको छ अब 3 घन्टा मात्रै सुतेको छ होइन निन्द्रा लागेर गाडीमा खासमा सुत्ने मान्छे त होइन तर यस्तो निन्द्रा लाग्यो मिठो अनि त्यसपछि सुत्यो चाहिँ 1-1.5 घन्टा सुत्यो होला गाडीमा मुगलिन पुग्नुभन्दा अगाडि नै मुगलिन पुग्दा कति 8 कति बजेको थियो मुगलिनमा एउटा स्टप लियौँ त्यहाँनिर मुखसुख धोयौँ चिया खायौँ हामी मुक्तिलालको यात्रामा अगाडि बढेका छौँ अहिले हामी यो मुगलिनको बोर्डर कर्णाली प्रदेश र बागमती प्रदेशको बोर्डरमा छौँ यहाँबाट नास्ता खाएर पोखराको यात्रा सुरु हुन्छ खाइयो अनि अब पोखरातर्फ लाग्यो बेलुकासम्ममा मुक्तिनाथ पुगिन्छ होला अनि बेलुकासम्म मुक्तिनाथ पुगिन्छ होला भन्ने हामीलाई लागेको छ हाम्रो यात्रा जारी छ अगाडि बढ्दैछौँ हामीसँग सानो मान्छे पनि हुनुहुन्छ उहाँले धेरै हँसाउनुहुन्छ त्यसो त उहाँलाई हामीले अगाडि राख्यौँ भने अप्ठ्यारो हुन्छ भनेर पछाडि राखिदिएको यो चाहिँ सबैको निर्णय अनुसार भएको कुरो हो हाम्रो टिमको हामीसँग सर्वदलीय दलका नेता पनि हुनुहुन्छ त्यहाँबाट अगाडि बढ्यो त्यसपछि अगाडिबाट त एकदमै राम्रो
गोर्खा हो यो पहाड गोर्खा हो मेरो सानो गाउँ होइन गोर्खा भन्ने नारायण काजीको घरतिर हौ बाबुराम भट्टराई नारायण काजी यो चाहिँ भनेपछि तनहु त्यो गोर्खा गोर्खाको त भनेको त अब त्यस पछाडि हामी चाहिँ पोखरामा हाम्रो चाहिँ एकछिन वेटिङ हुन्छ के को वेटिङ हुन्छ पानी सानी खाइन्छ त्यहाँ अनि त्यस पछाडि हामी अनि बुहारी साह्रै निदाइन यिनका लागि के औषधि खुवाउने ननिदाउने त्यो पनि म कसरी चङ्काउँछु भने आफैले जानुपर्ने कुरा हो एक बोतल पानी पनि किनिदियो भने किनिदिँदैन पानी खाँदै निद्रा भगाउँदै गर्छन् बाटो चाहिँ काइताको भएको रहेछ नि यता अराउन्ड 11 बजीतिर पोखरा पुगिन्छ कि भन्ने आश थियो होइन फेरि पोखरा पुग्नुभन्दा अगाडि लेखनाथभन्दा अलिकति अगाडि चाहिँ अलिकति बाटो बिग्रिया रहेछ त्यो पोर्सनमा चाहिँ जाम भइदियो आई डोन्ट नो जाम किन भएको त्यहाँ खासै केही त देखिनँ मैले खोइ एक्सिडेन्ट भएर हो कि के भएर हो तर त्यहाँ जाम भयो जाममा कति 1 घन्टा जति फस्यौँ हामी जाममा त्यसपछि हामी पोखरा पुग्यौँ पोखरा आयो यार बल्ल तल्ल पोखरा आयो अब हामी जान्छौँ यहाँबाट फेरि 11:30 भयो लगभग अनि लास्ट जाम भेटियो बाटोमा त्यसले गर्दा अलिक ढिलो भयो अब चाहिँ फेरि जान्छौँ फेरिबाट मुस्ताङ जम्सन गएर बस्ने प्लान हो साथ दियो भने रोडले थाक्नुभयो छैन रमाइलो हुँदैछ रमाइलो एकदम रमाइलो डिलरमा रोक्नुपर्छ खोइ पानी खाम पानी पानी खानु पऱ्यो तातो खाँदै बस्नु जान्छौँ त हो डल्ले हजुर पोखरा कहाँनिर हुनुहुन्छ पोखरा कहाँनिर हुनुहुन्छ पहिला बुटोल हुनुहुन्छ ए त्यसो म तपाईँलाई खोज्दै पोखरातिर आइसकेको थिएँ अनि भएन अब तपाईँको अस्ति कोलकाता पोखरा जो भन्नुभयो म पनि त्यही पोखरा होला नि काका भनेर आएँ नि ए भन्छ नि त खोज्दै आएको छु त्यही त खोज्दै थिएँ अब म त्यही त तपाईँलाई त होइन म त त्यतै हुनुहुन्छ कि बाँकी भनेर नि आएको म थाहा हुन्न त के हुन्थ्यो र अब त्यही त अब तपाईँ काठमाडौँ चाहिँ कहिले पुग्नुहुन्छ गरिब छु हौ म त चाहम्न बस्नु हुँदो रहेछ पहिलोचोटि होइन यहाँ पनि ऐसेलो हजुरआमा पनि बेच्दै हुनुहुन्छ बागलुङको इकोनोमी जे होस् का उसले के अरे ऐसेलोले थामिरहेछ भरे गइसक्यो भोक लागिसक्यो आफूलाई अहिले खाली पेट त थिएन तर दियोस् भोकै पेट चलाइरहनु भएको थियो अनि अगाडि बढ्यौँ अनि त्यसपछि कता काँडेनिर आइसकेपछि चाहिँ खाना खायौँ यो बेनी बजार हो यो काँडे ठिक छ खाना खान आयो भाइ होइन खाना खानु यो ठाउँ कुन ठाउँ काँडे ठाउँमा चाहिँ हामी खाना खान लाग्यो होइन योभन्दा ठुलो भन्दाखेरि तल त्यसपछि
अगाडि बाटो चाहिँ चुम्मेश्वरी यस्तो राम्रो रहेछ यार। बेनी पुग्नुभन्दा अगाडि चाहिँ बेनी पुग्नुभन्दा अगाडि बेनी भन्दा नि त्यो एउटा पोइन्ट छ नि, त्यो बेनी जाने बाटो दुइटा छुट्टिने टाइपको बाटो, त्यहाँसम्म चाहिँ एकदमै मिठो बाटो रहेछ। गाउँतिरबाट लिएर आउनु तपाईँले चिउराको बोट देख्नुभएको छ? चिउराको बोट देख्नुभएको छ? यसले के भन्छु जब बजारहरू आयो, मम्मीहरू भजन कीर्तन गर्न थाल्नुभयो, अनि गफहरू हुन थाल्यो। काकी 2 शब्द भन्ने नि त फेरि सुनाउ त के कस्तो अनुभव भइरहेछ जुनसुमे बजारमा चिसो चिसो हावा चलो जुनसुमे बजारमा 12 बजे हावा सर यो हुन्छ यहाँ रिसाइरहनु पर्छ हाम्रो नयाँ भाउजू ल भाउजू गीत अन्त्याक्षरी भाउजू ल छिटो दोरी ल दोरी ल छिटो भाउजू भन्छन् केही त भन तपाईँ सुत्ने प्रतियोगितामा जित्ने हो बस ताली पड्काइदिन्छु बिना यो न गीत छ न केही छ के को ताली विजयको ताली श्री राम 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 जय जय यति नै हो नि त 2टा शब्द बोल्ने गाइरहने क्या अनि त्यसपछि बेनी पुग्यो। बेनी आई गर्मी हो। बल्ल तल्ल बेनी आइपुग्यो। अनि अब यो बेनीबाट चाहिँ गुगल म्यापले 3 घन्टाको बाटो देखाएको छ। लेसी कतिखेर पुगिन्छ? अहिले कति बज्यो अराउन्ड 3 बज्यो के अरे, 6-7 बजीसम्म पुग्ने एम हो। यहाँ चाहिँ एकदम गर्मी छ यार। बेनी पुगेर चाहिँ हामीले अब रिफ्युल गऱ्यौँ गाडीलाई, किनभने बेनीभन्दा माथि चाहिँ अब पेट्रोल पम्पहरू छैन। जति चाहिँ पेट्रोल हाल्नुपर्ने हो बेनीमै हाल्नुपर्ने छ। अनि त्यसरी बेनीमा फुल ट्याङ्क गऱ्यौँ। त्यसपछि अब अगाडि बढ्नु पऱ्यो। बेनीमा धेरै बेर बसेन, बजार ठिकै ल, कुड हेभ बिन बेटर। रोडहरू चाहिँ लास्टै सानो सानो, हाम्रो एउटा गाडी पस्न आँटेको थियो होइन, उताबाट एउटा बस हो कि के आएको थियो, त्यसले गर्दा जाम भइदियो कि, अनि त्यसले गर्दा पुरै पछाडिसम्म ब्याक गर्नु परेको थियो। त्यो भएर चाहिँ रोड चाहिँ आउनु ठाउँ छ। आउनु अब नेक्स्ट डेस्टिनेसन रूप्से झरनासम्म जाने थियो। त्यहाँसम्म चाहिँ बाटो एकदमै राम्रो, कुनै बेलामा चाहिँ बिग्रिएको छ होइन, तर त्यसलाई इग्नोर गर्न सकिन्छ। ओभरअल राम्रो बाटो छ, मुस्ताङसम्म पुग्ने इजिली जान सकिन्छ। हल्लामा गाडी ठ्याप्पै रोक्यो त हौ। राम्रो बाटो छ। आयो त तपाईँको त बजार आयो त फेरि तातोपानी बजार हो यो। तातोपानी देपुण्ड हामी चाहिँ आइपुगेका छौँ रूप्से झरना। बाई बाई रूप्से, see you again। कहाँको ढोका बन्द गरेर अनि बिस्तारी लेते पुगिसकेपछि चाहिँ यस्तो राम्रो पहाडहरू देखिन थाल्यो होइन।
म त्यहाँ क्याम्पिङ गर्दा रहेछ नि त म त्यहाँ क्याम्पिङ गर्दै रहेछ नि कस्तो लाग्यो मुस्ताङ एकदम जाडो जाडो लाग्यो अहिले आएर चाहिँ जाडो लाग्यो अहिले चाहिँ जाडो एकदमै तरिकाले चेन्ज भइदियो यसो हेर्दा पाहाड लाग्दैन मधेस लाग्छ एकदम छिटो परिवर्तन हुँदो रहेछ ऊ झर्ना गोरु जुधाइ गोइङ अन गोरु जुधाइ कोही पनि हार्नेमा छैन उहाँको लागि जमसम बजार आउनुभन्दा अगाडि चाहिँ अलिकति बाटो बिग्रेको रहेछ आई डोन्ट नो वाइ त्यो बनाए त हुने हो के अरे कस्तो राम्रो देखेको आफै होइन दाइ एकदम एकदम मन फुरुङ्ग हुने खालको जस्तै राम्रो यार उयो गाउँ चाहिँ होला क्या उयो गाउँ यहाँ हेर्नु न यहाँ देखाइरहेछ त यहाँ पुग्नुपर्छ अझै यो छ कति 27 मिनटमा 11 किलोमिटर छ अझै यहाँबाट मार्फा भिलेज पनि कट्यौँ अनि त्यो दिन चाहिँ घुम्न पाएन मार्फा भिलेज अनि गएर सिधै जमसममा एउटा होटल बुक गऱ्यौँ crazy बबाल त्यसलाई कोबाट मर्निङ एभ्रिवान अहिलेसम्म हामी जमसम बजारमा उठ्नु अलिकति लेट भयो अहिले कति बज्यो सेकेन्ड डे 6:20 भइसक्यो अनि 4 बजेर गाडीहरू अब देखिसक्यो भिड हुने भएर छ हिजो बिहान 3 बजी उठेको भएर चाहिँ अहिले उठ्नु ढिलो भयो सो अब चाहिँ हामी मुक्तिनाथ जान आँट्या जमसमबाट चाहिँ कागबेनी हुँदै मुक्तिनाथसम्म पुग्न चाहिँ कति अराउन्ड 26-27 कति किलोमिटर जस्तो एक्ज्याक्टली बिर्सेथ्यो म राखिदिन्छु यता कता हुन्छ छोडिदिएर पहिले अहिले बालाको छैन आफ्नो जिउको आफै सुरक्षा गर्नु सक्छ तँलाई पनि अलिक आफ्नो जिउको आफै 3 बजी हेरिरहेको थिएँ त्यसको यो कताबाट पुग्ने बेला पुग्नु पर्यो भनौँ भनेदेखि जक्क गर्छ पैसादेखि रिस उठेर टुपीमा पुग्दैन केही कुरा पनि कसको कुन हिमाल देखाउनु त सक्दैन होला किन्नको सक्नु धेरै हेरौँ खोइ हेरौँ मैले भनेको यताको सक्दैन यहाँनिर यति नै यति नै हो यो के हो न चाहिँ ए हाम्रो मुस्ताङको फलफुल हो कि भाइ चिल्ली भन्ने हो चिल्ली हजुर पिरो हुन्छ होइन भाइ यो के फलफुल हो कि स्वाद कस्तो हुन्छ यसको अमिलो पुलियो बेसरी मिठो हुन्छ अमिलो दुईटा मिक्स हुन्छ मिठो हुन्छ पैसा दिनु भएको छैन बाबुले दिन लाउनु होला नि उ त मौसम के उ छुट्टा हैन धन्यवाद हजुरहरूलाई स्याउहरू लिनुहुन्न स्याउ पनि अहिले आउँदा लिनुस् त जे भयो नि किनेर खाइसक्यो दामी नि दबाई भिडियो हुँदैछ खिचिहाल्नुपर्छ नि
माथि जाँदा जाँदै चाहिँ यस्तो राम्रो रोड रहेछ है त्यहाँको फेरि वान अफ द बेस्ट रोड के त्यहाँ मोटरसाइकल चलाउनु कति मजा होला सोचिरहेको छु क्या म कति टाढा छ र यो त माथि जान्छ मुक्ति यो मुक्तिनाथ जाने भयो अनि हामी यहाँ फर्केर फेरि लोमान्थाङ जाने यहाँबाट जानु पर्यो जाऊँ न त त्यसो भए भरे किनभने अब अलिकति यसो सिन्ती गर्नु पर्यो लाग्यो मुक्तिनाथ तर्फ तपाईँले गाउँ है कैलाशैमा सबैबाट कैलाशैमा शिवजी दर्शन दिन्छन् दिँदैनन् जाउँ जान त गयौँ अनि मुक्तिनाथको बेसमा पुग्यौँ पार्किङमा हामी आइसकेको छौँ मुक्तिनाथको पार्किङमा छौँ अहिले चाहिँ अब चाहिँ यहाँबाट चाहिँ हिँड्दै जानुपर्ने अरे सर्टिन कति 40 मिनट लाग्छ अरे हिँड्दै जानुपर्ने यहाँबाट मिठो छ चिसो चिसो छ ज्याकेट लगाएर ठिक्क भएको छ त्यस्तो चिसो भएको छैन हिँड्दैछ चप्पलमा हिँड्दैछु म त टुई टुई हाम्रो शेरदाई त्यहीँ बस्नु शेरदाई हो यहाँबाट हिँड्दै जाने होला रमाइलो छ जिन्दगी जियोस् त्यहाँनिर चाहिँ यस्तो राम्रो हस्की रहेछ कि एउटा आहा त्यो हुन्छ नि यत्रो मोडेको कुकुर पालौँ पालौँ लाग्ने खालको अब अहिले त पाल्न मिल्दैन अलिक पछि गएर नि त्यो सुकुर चाहिँ पाल्न मन चाहिँ पुरा भोडे कुकुर अथवा हस्की टाइपको थियो हस्की हो कि भोटे हो हस्की नै हो जस्तो लाग्छ हिँड्न सक्नेहरू हिँड्दै थिए अलिअलि हिँड्न सक्नेहरू घोडामा जाँदै थिए हिँड्नै नसक्नेहरूलाई मान्छेले स्ट्रेचरमा यसरी बोकेर लानु हुँदै थियो हामी चाहिँ हिँड्दै गयौँ कसैले स्ट्रेचर घोडा केही पनि चाहिएन बिस्तारै बिस्तारै हिँड्दै गयौँ उयो चढ्नु मकै त यहाँ छ फुटाएको मकै ए त्यो चाहिँ खाउँछ त्यो पो त दुई पोका मलाई दिया हो दिन त एउटा खोलेको चाहिँ खाउँ मिठै छ तर रस आइरहन्छ यो सलालो खायो हो लाग्यो भने पछाडि दिन त खानालाई चाख्नलाई पछाडि दिएको गाडीमा आफै राखी स्टक हुन्छ है फेरि यहाँ अहिले माग्दा पाउँदैन क्या दिँदैन त्यसो राख्नु पर्यो गोरिया यहीँ बस्यो
पुगे त भोलि पनि पुगिँदैन। जय शम्भो। अनि माथि पुगेँ, माथि पुगेपछि चाहिँ राम्रो थियो, भिड भइसकेको थियो होइन। यहाँ हाम्रो शेरू दाई फोटोग्राफर बन्नुभएको छ। होइन भन्छु भन्नु है सबैजनाहरू नुहाउँदै हुनुहुन्थ्यो धारामा। अब यस्तो चिसो थियो, नुहाउ कि ननुहाउ भइरहेको थियो। तर बल्ल तल्ल मुक्तिनाथ भाइ ननुहाएर हुन्छ भन्ने लाग्यो। अनि त्यसपछि नुहाएन भने घर आएर रिग्रेट हुनु कस्तो पुगेको, नुहाएन भने त स्योरी रिग्रेट हुन्छ भनेर चाहिँ नुहाउन बसियो। बल्ल तल्ल यस्तो चिसोमा है। तर त्यो नुहाउने बेला किन हो, किन त्यस्तो साह्रो हो? मलाई यहाँ घरमा चिसो पानीले अहिले नुहाउनु भने लास्टै गाह्रो हुन्छ। त्यहाँनिर चाहिँ मजाले नुहायो, तर त्यो आँटले होला नि त, त्यहाँ आँट आएको होला नुहाइयो। अनि त्यहाँ दुईवटा पोखरी रहेछ, त्यहाँ डुबुल्की रहेछ पाप पखाल्ने। अनि त्यहाँ फर्स्टमा चाहिँ एउटा मात्र डुबुल्की लगाएँ, अनि सेकेन्डमा चाहिँ 3 चोटि डुबुल्की लगाएँ। अब त्यो फर्स्टमा 3 चोटि किन लगाइन भनेर अझै याद आउँछ। अब अर्कोचोटि गएकोलाई 3टै लाउँछु। नुहाइयो, पूजासुजा गरियो, भित्र चाहिँ क्यामेरा अलाउड रहने रहेछ मन्दिरभित्र, बाहिर फोटोसोटो खिच्यो। आधी होइन कि अलिकति यस्तो आधी लानु साथी थियो एक्लै आए पनि यसो गएर पानीमा गयो अनि यस्तो दुख्छु भन्दा त यस्तो परेको नि त्यो गएर छ अनि खुट्टा टेक्न पाएन नि खुट्टा चलाएछ एउटा अर्पण साथ दुख्छ नि निक्ल्यो अब पहिला जिउसम्म त पाएन दुधको बालसँग नजिक ताने सिधा उठाइदियो नि त। अनि फ्यामिली फोटोहरू खिचियो, एकछिन पूजासुजा गरियो, रमाइलो फिल भयो। अनि त्यसपछि हामी तल आयौँ, एकछिन फोटोसोटो खिच्यौँ, अनि फेरि तल झऱ्यौँ। अब सो मुक्तिनाथ दर्शन पछि चाहिँ अब हामी तल झर्दैछौँ। दाइ मजा आयो? एकदम जाडो पनि मजा पनि दर्शन गर्नु गाह्रै हुन्छ क्या, कष्टै हुन्छ नि त। मजा आएछ, एकदम मजा आयो, रमाइलो भयो। भगवानको शक्तिले केही भएन, आनन्द आइपुग्यो। मान्छे के भन्थे लेख लाग्छ भन्थे, केही भएन। यस्तो आनन्द भयो, रमाइलो भयो। भगवानको दर्शन गरियो, मनोकामना सबै पुरा हुँदै जाउन्। मेरा छोराछोरीलाई सबैलाई राम्रो होस्। मेरो पितृ उद्धारको लागि म
यहाँ दर्शन गर्न आएको सबै पार तरुण। रमाइलो लाग्यो सोचेकै थिएन मैले यसरी आइन्छ भनेर जो मेरो देउरानी छोराहरूले ल्याइदिएर आयो मलाई एकदम खुसी लागेको छ। खुसी लागेछ ल मुक्तिनाथको दर्शन गरी अब तल झर्दैछौँ। अब यस पछाडि हामी कागबेनी गएर केही कार्यक्रम गर्छौँ। त्यस पछाडि हामी अप्पर मुस्ताङको लागि प्रस्थान गर्छौँ। आजको यात्रा सुखमय रहोस्। अनि त्यसपछि तल झऱ्यौँ, यस्तो राम्रो सिनेरी, यस्तो राम्रो भ्यू, यस्तो राम्रो ठाउँ तल होइन। मुक्तिनाथ दर्शनपछि अब हामी जान्छौँ लोमन्थाङ। भोक लागेछ, खानाहरू पर्छ। लास्ट स्टेज छ यार, मजा आयो तर नुहाउनलाई। रोडहरू पनि A1 क्वालिटीको मजा आउने। अनि एउटा पोइन्टमा आयौँ जहाँनिर त्यस हुन्छ नि सम्म रोड, अनि त्यस साइडमा पहाडहरू, सबैको स्टोरीमा त्यही देखिन होइन। अनि त्यहाँनिर रोक्यौँ। Oh my love, I take one look at you, you're taking me out of the ordinary. I want you laying me down till we're dead and buried, on the edge of your knife, staying drunk on the vibe. The angels up in the clouds are jealous knowing we found something so wild of the ordinary. You got me kissing the ground of your sanctuary. Shatter me with your touch, oh Lord, return me to dust. The angels up in the clouds are jealous knowing we found. कागबेनी जाने बाटो। 2-4 जनालाई 2-4 रुपियाँ दान गरेर लाग्यो कागबेनीतर्फ। तलै जाने बाटो चाहिँ कहाँबाट छ त? कुन यही त हो नि। तल जाने चाहिँ थाहा भएन। कातो खोलामा जाने बाटो यही बाटो जान्छ। यो त उहाँ अप्पर मुस्ताङ जान्छ नि। अप्पर मुस्ताङ जान्छ नि यो त। यो त अप्पर मुस्ताङमा हो नि। अनि खोलामा जाने बाटो खोइ। यहाँबाट हेर्नु पर्थ्यो क्या त्यो घरै हो कि त्यो घरै हो। जुम गर्दाखेरि घरै देख्यो। कालीगण्डकी होइन यो। यो काली खोला रहेछ। काली त्यो मिक्स भएर काली गण्डकी भएको रहेछ र यहाँ काग हो। अनि बेनी भनेको जोडिएको ठाउँलाई बेनी। यो जानकारीको लागि चाहिँ तपाईँलाई धेरै धेरै धन्यवाद होइन। अरूहरू पनि जानकारी दिनु। अब हामीले यो मुस्ताङ एरियामा मनाङ चाहिँ कताबाट जानुपर्ने? मनाङ चाहिँ अब यो हिमाल छ नि। हजुर यो हिमाल तर जान्छ अनि अब सवारीमै जान्छु भन्दाखेरि चाहिँ सवारीमा बेसी सहरबाट बेसीबाट कमजोर बेसी सहर कमजोर हुँदै जाने हो। के हो घर हो त्यो उहाँहरू त्यो रामा
भन्दाखेरि महाकाली कलियुगस्य प्रथमोच्चारण तिमी भारतवर्ष घरखण्ड आर्यवर्तले खानासाना खायौँ भोगेर्यौँ अनि त्यहाँबाट हाम्रो नेक्स्ट डेस्टिनेसन भनेको चाहिँ अप्पर मुस्ताङ द अल्टिमेट डेस्टिनेसन। चस्मा छोडेको अवस्था ग्रान्ड काकबेरी अब यहाँ खाना खाएको ठिकै थियो एभरेज कति 6 आउट अफ 10 चस्मा लिनु पऱ्यो। मम्मीले चस्मा बिर्सिनु भएछ नि त हजुर कहाँ छ थ्याङ्क यू अनि चस्मा त कहाँ छोड्नु भयो त नि अनि फेरि 1 किलोमिटर हिँड्नु छ यार अनि एउटा क्यामेरा चार्ज हाल्नु भने क्यामेरा चाहिँ उता मुक्तिनाथ गएर चार्ज सकिसकेको थियो कि क्यामेराको अनि बाहरूले नि ल यहीँ खाना खाऊँ न त क्यामेरा पनि चार्जमा हालौँ अहिले लोमान्थाङ गएर सुट गर्नुपर्छ भन्नुभयो हो त नि मैले भनेर चार्जमा हालेँ अनि प्लग सब गरेँ अनि मोबाइल पनि चार्जमा हालेन मोबाइल चाहिँ चार्ज 70% भएको छ प्लग सब गरेँ होइन अनि अब जब निस्किनु पऱ्यो नि के सोच्नु निकाल्यो भन्दाखेरि ल यार चार्जै नभएर रहेछ नि त कस्तो ल्याङ हुन्छ भनेर निकालेको त ल म्याम पाका क्यामेराको ब्याट्री डेड के भएर रहेछ भन्दाखेरि त्यो प्लग नै अन गर्न बिर्सेछु यतापट्टि मोबाइलको चाहिँ अन नगरी चार्ज भयो यो क्यामेराको के आउँदैन नि त ट्रेनिङ अनि त्यही सोचेर भयो अनि त्यसपछि म त चार्ज भयो सोचेको क्यामेरा डेड छ अब डुबेँ नि त म जे भन्नुहुन्छ यही मोबाइलबाट भन्नुहुन्छ के हो गाइस मजा यार वाह भन्नु छ अनि म त उत्रिन्छु साथीभाइहरू त्यहाँ बसाउँदैछ त त्यहाँबाट 1 बजे 2 बजेतिर निस्केको थियौँ अनि ओझाले पुग्नुहुन्छ भन्नुभयो। अब म्यापले 4 घन्टा अराउन्ड देखाएको थियो अनि हामी चाहिँ लोमान्थाङ बस्ने प्लान थियो कि लोमान्थाङ अथवा अगाडिको अँध्यारो भने अगाडि नै बस्ने प्लान थियो केही हतार थिएन यहीँ पुग्नुपर्छ भन्ने थिएन हामीलाई आनन्दले जाने प्लान थियो होइन। पहिला चाहिँ के सुनेको थियो भन्दाखेरि अप्पर मुस्ताङ जाने बेलामा चाहिँ सुरुमा चाहिँ त्यो हुन्छ नि पहाड हिमालहरू बन्जर पहाड देखेर चाहिँ एकदमै रमाइलो हुन्छ कस्तो छ तर भिडियोमा हेरे जस्तो देखिँदैन है भिडियोमा हेरे जस्तो के रियलमा हेर्दा छुट्टै भिडियोमा हेर्दा छुट्टै यहाँबाट सुरु भयो हाम्रो अफ रोड क्यामेरा चुक्यो त अनि यहाँ त के भयो के भयो ढुङ्गा ल ठिक छ हरियो पहाड ओहो लौलाग्दो पहाडहरू हुन्छ हरियो रुखहरू भएको अनि त्यसपछि माथि पुगिसकेपछि चाहिँ मन आत्तिन थाल्थ्यो भनेर सुनेको थिएँ कि अनि म चाहिँ त्यस्तो नि हुन्छ र हाउडे किन उनी र त्यस्तो अनि म माइन्ड मेकअप चाहिँ गरिरहेको थिएँ आत्तिन सक्छ है भनेर तर म आत्तिन्न जस्तो लागिरहेको थियो। म यहाँ खेती गरेर रहेछ खोइ च्याङ्ग्रा ओ च्याङ्ग्रा नानी हो कि एउटा घर
त अब हामी कोरोला बोर्डर सर्च गर्थ्यो अनि कोरोला बोर्डरमा त यस्तो रोड थियो अनि मम्मीलाई पाहाडदेखि डर लाग्ने अब पाहाड त यस्तो उकालो छ यस्तो त होइन यस्तो उकालो छ अनि अफ रोड छ पहिरो झरेको देखिरहेको छ अब मम्मीलाई आत्तिन थाल्नुभयो पछाडिको मान्छेहरू आत्तिन थाल्यो म यतिखेर चाहिँ काम नै थिएँ अमेरिकामा छ नि माउन्ट रसमोर भन्ने मूर्तिहरूको 4वटा ऊ छ नि अनुहार त्यस्तै पाहाड के त्यो कस्तो मूर्ति बनाए जस्तो हेर्नु न त्यहाँ झट्ट हेर्ने बेला मूर्ति नै मूर्ति भएको जस्तो कि होइन तर भ्यूहरू चाहिँ यस्तो राम्रो थियो होइन अनि रमाइलो गर्थ्यो क्या ठुल्बा हुनुहुन्थ्यो ठुला चाहिँ एकदम ठट्टा गर्नुहुन्थ्यो होइन मजाक गर्नुहुन्थ्यो सिधा बाटो भाइ है यहाँदेखि त्यहाँसम्म त सिधै हो त यो पिच गर्न रेडी रहेछ होइन र कहाँदेखि आयौँ हामी गुगल म्याप हेर्दै गइरहेको थियो भने एउटा पोइन्टमा आइसकेपछि चाहिँ होइन गुगल म्यापले के भयो भन्दाखेरि 3 घन्टा 27 मिनट त्यसले 2-3 घन्टामा त रुमै 2 घन्टामा के गराउँछ बहुमत गरौँ पार एरियाले उल्टो डिरेक्सन देखाउन थाल्यो कि रोड नै कनेक्टेड देखेन कि त्यो चाहिँ नेटवर्क नभएर रहेछ होइन मैले दिमागै गएन त्यहाँ त्यहाँबाट रोड देखाएन अब तनाव भयो न साइन बोर्ड छ न नेटवर्क छ अब मलाई डर त्यति बेलासम्म लाग्दैन त जबसम्म मेरो मोबाइलमा नेटवर्क छ यदि मेरो मोबाइलमा नेटवर्क छ भने म यो ट्युसनबाट बाहिर निस्किन्छु भने म कन्फिडेन्ट हुन्छु तर जब मेरो मोबाइलमा नेटवर्क हुँदैन त्यसपछि मलाई डर लाग्न थाल्छ अब मलाई डर लाग्न थाल्यो नेटवर्क छैन रङ बाटोतिर गयौँ अब पेट्रोल सक्यो अन्त हामी त स्ट्यान्डर्ड हुन्छौँ त्यहाँ माथि नेटवर्क पनि छैन कसरी हेल्प बोलाउने हो साइनबोर्ड केही पनि छैन त्यहाँ लोमान्ताङ 80 किलोमिटर भनेर चाहिँ लेखिदिनु पर्ने हो कि यस्तो सातो गएको थियो के गर्ने त तनाव भयो पछाडि सोध्न थाल्यो के गर्ने कसैले फर्किने भन्छन् कसैले होइन जाउँ भन्छन् सबै अल्ल न बल्ल होइन किनभने सबैको फर्स्ट टाइम इभन हाम्रो ड्राइभर दाइको धरि फर्स्ट टाइम थियो कि अब रुस्ता अब के गर्ने तनाव अनि अब यसो जुत्ती ल्याउँदै थियो ठ्याक्क अगाडिबाट एउटा बाइक आयो पार एरियाले बाइक आयो यसलाई सोध्नु त यसलाई सोध्नु त पहाड छ के छ मजाले सोध्नु काकी तपाईँ सोध्नु बच्चा पुगेको छ आज लोमान्ताङ जाने कस्तो छ बाटो बाइकमा चाहिँ आमा बाउ छोरा रहेछ एउटा पल्सर बाइक आएको थियो निलो रङको अझै याद छ मलाई अनि अलिकति रिलिफ आयो यसलाई सोध्न सकिन्छ भनेर गएर सोधेँ अनि त्यसले चाहिँ ए ढुक्क आनन्दले मेरो यो बाइक जान्छ भने तपाईँको गाडी त उड्छ त्यहाँ गएर भन्यो होइन कन्फिडेन्स आयो अलिअलि अनि त्यसपछि मम्मीहरूले त्यही कुरा भने जान्छ अरे मजाले अप्ठ्यारो बाटो त्यति छैन यस्तै बाटो हो जान्छ अरे अब यहाँसम्म आइसकेपछि जानु भन्यो अब जाऊँ न त भनेर भन्यो होइन अनि मम्मीले फगायो भने जब आउनु कमिसन खान्छ होला उठेर फोन गरेर भनेर नि मलाई पनि राख्नै अलिकति भन्छ होला क्युआर गरिदिनु मलाई एक हजार होला यो ठाउँ चाहिँ रहेछ कि फ्रीमा दिए पनि नबस्ने खालको ठाउँ त अनि त्यसपछि त्यहाँ एन्ट्री गर्ने ठाउँ आयो एन्ट्री गर्ने ठाउँ आइसकेपछि चाहिँ त्यहाँनिर चाहिँ पुलिसहरूले चाहिँ कतिजना हुनुहुन्छ कहाँ जान आँट्नुभएको सबै नेपाली नागरिक त हुनुहुन्छ नि यताउति भनेर सोध्न थाल्नुभयो बाहिरको नागरिकहरूलाई चाहिँ इभन इन्डियनलाई पनि $500 तिर्नुपर्ने रहेछ $50 पर डेको पर्मिट हुँदो रहेछ 10 दिनको पर्मिट पाउने रहेछ सो $500 चाहिँ त्यहाँ जानलाई तिर्नै पर्ने होइन 10 दिनसम्म बस्न पाउने भोटर कार्डले हामी नेपाली भने एउटा खोल्नु पर्यो जे भए पनि भयो फोटो भएको एउटा हुनु पर्यो आइडी कार्ड बाटोमा चाहिँ अप्ठ्यारो छ भन्दै हुनुहुन्छ बाटो पुगिन्छ आरामले बिस्तारै बिस्तारै अनि त्यो चाहिँ हामी अब कुनै कोही एनआरएन हुनसक्छ नि त अब फेसले मात्र हुँदैन नि त कसैले नेपाली नागरिकता त्यागेर अब बाहिरको पनि लिएको हुन्छ नि त अनि त्यस्तोमा तपाईँहरू फस्न सक्नुहुन्छ गाडी पनि सिज हुनसक्छ त्यो छ भने भनिदिइहाल्नुहोस् अहिले नै भनेर तर हाम्रो त्यस्तो गयो पनि थिएन सर रोड कस्तो छ अगाडि जाने भनेर भनेको त कुनै ठाउँ राम्रो छ कुनै ठाउँमा त गाडी नै नजाने जस्तो बिग्रेको छ भन्नुभयो लौ तनाव नभए नजाउँ
पासपोर्ट छ तपाईँसँग? बाटो अप्ठ्यारो छ भन्ने चिज बुझेर मात्रै जाउँ है। तर होइन राम्रै छ भनेर मम्मीले सम्झायो अनि अगाडि बढ्यौँ अगाडि बढ्यौँ अनि तनाव बढ्दै गयो अनि त्यसपछि अनि एउटा होटल आयो चिया केही खाँदैन नि त अनि ब्रेक लिने भनेर त्यो होटलमा बस्यो जता हेऱ्यो त्यो जग्गा छ यार डर लागिसक्यो भन्नु त भएको थिएन लास्टै डर लागिरहेको यार त्यसपछि त्यहाँ सोधेँ ए जति अप्ठ्यारो रोड थियो ठाडो उकालो थियो नि सबै सकिसक्यो अब त तपाईँको यस्तो राम्रो रोड आउँछ भन्नुभयो होइन अनि हो त नि अब यहाँ आइसकेपछि त अब जानु जस्तो कुरा गर्नुभयो कि त्यहाँको साउनेले एकदम राम्रो हुनुहुन्थ्यो अनि गयौँ अगाडि बढ्यौँ ल है ल लाग्यो ल मान्ताङतर्फ अलि डर लागेको छैन मलाई यहाँबाट हेर्नेले कस्तोसम्म देखाएको छ यो अगाडि खिच्यो नि त। अनि त्यसपछि अलिकति गीत बजायो रिल्याक्स गर्नु पऱ्यो नि अझै मन आत्तिरहेको छ मेरो पनि मन आत्तिरहेको छ सबैको मन आत्तिरहेको छ त्यहाँ पब्लिकली भनेको चाहिँ कसैले पनि छैन अब भन्नु भएन मम्मीहरूले चाहिँ तर त्यस्तै पब्लिकली भनेको छैन अनि त्यसपछि के भयो थियो भन्दाखेरि यतापट्टि मुक्तिनाथमा चाहिँ गाडीको चाहिँ ब्रेक प्याड भन्ने हुन्छ कि ब्रेक हुन्छ ब्रेकको अगाडि चाहिँ एउटा सानो त्यो गाडीलाई रोक्ने एउटा ब्रेक प्याड हो त्यो चाहिँ गइसकेको रहेछ होइन मलाई डर चाहिँ लागिरहेको थियो कि त्यहाँ गएर गाडी बिग्रियो भने चाहिँ तनाव हुन्छ मलाई केही कुराको डर थिएन पेट्रोल सकिने र गाडी बिग्रिने यो दुइटा कुराको डर थियो अनि नेटवर्क भएन भने त अब त्यो दुइटा रेस्क्यु पनि कसरी हुन्छ त नि यी दुइटा डर लागिरहेको थियो अब के गर्ने भनेर अनि अगाडि बढिसकेपछि त दाइले झ्याप्प रोक्यो कि होइन अनि झ्याप्प रोक्यो दाइ के भयो भनेको त होइन गाडीले राम्रोसँग ब्रेक लाग्दैन ल तना अनि एउटा कुरा शङ्का लाग्यो अनि दाइले फेरि रिभर्स गर्नुभयो फेरि ब्याक गर्ने बेलामा फेरि त्यही इस्यु हामी सबै गाडीबाट झऱ्यौँ बाटो होइन बाटो त हेर्नु पर्दैन उठाल्नु पर्यो यो पनि खोलिदिनु न गाडीबाट झरेर यसरी टायर हेर्ने बेलामा त गाडीको ब्रेक फेल ब्रेकै लाग्दैन पछाडिको लाग्ला नि ओइल त्यसको जाम गर्न जान्दैन त्यो भित्रको लिक्विड हुँदैन लिक्विड त्यो हाइड्रोलिक ब्रेक हुन्छ नि त गाडीको त अनि हाइड्रोलिक ब्रेकको त्यो लिक्विडै झरेछ अब तनाव हामी होटलबाट लगभग 10 मिनट अगाडि आइसकेका थियौँ त्यति बेला चाहिँ अब के गर्ने सबै आत्तिन थाल्यो ब्रेक फेल भयो अब लोमान्ताङ जाने त कुरै छैन ब्रेक फेल लिएर अब माथि मैले पहिल्यै सोधिसकेको थिएँ माथि कुनै नि ग्यारेज छैन अरे अब त्यहाँनिर मेकानिक बोलाऊ गाडीलाई बनाऊ अनि त्यो झन् टाइम लाग्थ्यो अनि त्यतिखेर बेस्ट पोसिबल सोल्युसन भनेको हामी जुन होटलमा ब्रेक लिएको थियौँ त्यो होटलसम्म फर्किने त्यो अघि बसेको होटलसम्म पुगौँ त्यहाँ के होला नि त कन्ट्याक्ट यहाँ यतिकै उभिनुभन्दा त त्यहाँसम्म त पुगिहाल्यो नि त त्यहाँसम्म त्यहाँ गएर सोचौँ न के गर्ने हो ब्रेक नहाल्नु त्यहाँबाट त्यसलाई बोलेर बोलाएर जानुपर्छ नि त
त्योसँग कुरा गर्नु पर्यो नि त। यस्तो गाडी दिएर हुन्छ त रिक्समा हालेर हामीले क्लियरली भनेको थियो अपर मुस्ताङ जाने हो भनेर उकालो त जान्छ क्या ब्रेकमा खुट्टा त्यही नलाउनु। टोकटोकसम्म जाने पर्यो त्यही नजाने क्यान्सल भइसक्यो लोमान्ताङ त अन्टिल नेक्स्ट टाइम कस्तो रह्यो त ब्रेक फेलको एक्सपिरियन्स एक्सपिरियन्स त राम्रै भयो गाडीको ब्रेक नै फेल भएर बाटाबाट फेरिकियो हजुर म बोल्ने यति नै हो अप्पर मुस्ताङ जाँदा ब्रेक फेल त्यहाँ पुगेर अब मेकानिकलाई बोलाउने भनेर फोन गऱ्यौँ होइन अनि मेकानिक चाहिँ माथि नै रहेछ कि माथि अर्को गाडी बिग्रिएर माथि नै रहेछ यसो छ नि त फ्यामिली भयो फ्यामिलीमा रिक्स लिन त अलिक गाह्रो भयो नि त परिवार मात्रै उहाँ बोलायो भने आउँछ कि भन्ने हो कि त गएर बनाएर आउनु पर्यो त्यहाँ यहाँ फोन गर्नु त भन्नु न अनि बिस्तारै जान्छ भने बिस्तारै त्यहाँसम्म जानु किन माथिको चार्ज लिन्छ नि उनीहरूले फेरि 9946381834 म गर्नु हामी त नजाने हामी त्यो गाडीमा जाँदैन कस्तो भएको त नि 6381834 कस्तो कस्तो भएको त नि यसो है थाहै थिएन तपाईँलाई होइन उ त्यहाँ माथि पुगेर 4 व्हिल छैन तपाईँको 2 व्हिल हो नि 2 व्हिल भएर हो नि त नि अनि अब फेरि त हामीलाई उता जानु नि गाह्रो भयो अब भाइ मेरो दाइ त के छ र म त हिँड्दै पनि जान्छु नि म जहाँ पुग्छु त्यहाँ बात माग्दा मलाई दिइहाल्छन् बुढो मान्छे भन्छु आफूको लागि ठाउँ छोडिसकेको छ साँच्ची हो हामीले पनि उसकै लाग्यो म पनि मेरो एउटा यस्तो गर्नु भयो रहेछ यति डर भन्नु भएको छैन मलाई यति डर मैले भनिहालेँ अघि तपाईँलाई मैले दिएको हो नि जिम्मेवारी मलाई भन्नु भएको छैन यो टाउको दुखेर निर्णय लिनु भएन म एउटीले डर लाग्छ भनेर भयो त निर्णय लिनु त्यही भएर त मैले तपाईँलाई दिएको हो त मैले पनि भने नि तर तपाईँले निर्णय दिँदाखेरि तपाईँले उसको निर्णय लिनुभयो मैले भनेको त तिमीले को जान सक्छु जा म त सालीलाई फोन गर्छु अलिकति पैसा हाल्यो कहाँ निकाल्नु यी बुझी छैन बहिनीकोमा चाहिँ कसरी निकाल्नु बहिनीको दिन्छु नि म त अब यो इटरी गरे कहानी भन्न भएन ठुलो माथि बोलायो भने टाइम लाग्छ भने होइन त्यसपछि तल एउटा ग्यारेजलाई फोन गऱ्यौँ हामीले तल कहाँनिर भन्दाखेरि त्यो चेक पोस्टमा हाम्रो जहाँ चेक भएको थियो त्यहाँ चेक पोस्टमा चाहिँ फोन गऱ्यौँ मगाउनु पऱ्यो भने कहाँबाट मगाउनु पर्यो कुनै गाडीहरू आउने छ र भोलि कतिखेर आएको हजुर यसको त्यो तार त्यो एकपट्टिको तार छुट्याएर आउनु जाम गरेर मिल्छ कि मिल्दैन किन तपाईँहरूकै लागि आउनु पऱ्यो गएर पो बल्ल सुनफे सामान आउँदैछ तलमा सर्भिसले 5,000 लिन्छ यहाँसम्म आएको मात्रै हो बनाएको छुट्टै हो अब यो त चौकी बाइकले त 4,000 लिन्छ हामीले चाहिँ त्यो ब्रेक जाम गरिदियो भने क्या ओइल जाम गरिदियो भने कि त ऊ सँगसँगै जाने कहीँ कतै केही भयो भने जम्सम्म पुगे भइहाल्यो नि ग्यारेजसम्म सँगसँगै जाने ऊ आउँछ अनि उसले अब तार खोल्ने तार खोल्ने फेरि ऊ भएपछि त डर हुनु पर्दैन किन जो मुस्ताङ जिल्लाको हेड मेकानिक हो त्यहाँसम्म ल्याउँछ उसले गाडी अनि अब के गरेँ त भन्दाखेरि अब त्यही होटलमा बसौँ न त भन्ने भयो अनि त्यो सोध्ने बेला फेरि त्यो रुममा चाहिँ होटलमा एउटा पनि रुम खाली रहेन रहेछ किनभने चाहिँ त्यो दिन चाहिँ ठ्याक्कै इन्डियाबाट अब 10-15वटा गाडी आइरहेको रहेछ कि
त्यो पहिल्यै प्रि बुकिङ गरेर 1 महिना अगाडि प्रि बुकिङ गरेर त्यहाँ बस्ने गरी 1 महिना अगाडि गाडी आएको रहेछ रुम कुनै नै खाली रहेन रहेछ। अब अर्को तनाव, अब त्यहाँ बस्ने पनि हामीसँग सल्युसन छैन। अब के गर्ने त? हामी त के सोचेको थियौँ भने यही होटलमा बस्ने, अब केही नै उपाय भएन त यही होटलमा बस्ने भन्दै भयो। कत्रो धारणा थियो यार, त्यो पनि पो भएन त। आज इन्डियनहरू त भइरहे आउँछन् अरे सबै। आजै आउने हो? बुक गरिसके? 18वटा गाडी आउँदैछन् आज भरे। त्यो हामीले ऊ देखाएको थियौँ नि, इन्डियाको बाटोमा देखाएको थियौँ नि, त्यो बङ्गालीहरू तिनीहरू हो कि। अनि एउटा सल्युसन के आयो भन्दाखेरि हाम्रो लागि चाहिँ एउटा गाडी मगाउने। अनि त्यो जुन हामी आएको गाडी छ त्यसको चाहिँ अब एउटाको गएको हो नि त हाइड्रोलिक, त्यसलाई लिक्विडलाई चाहिँ जाम गराउँदैन कि। त्यो भनेको चाहिँ त्यो ब्रेकै युज नगरे अरू चक्काहरू चाहिँ 3टा चक्काहरूमा ब्रेक युज गर्ने, त्यसमा ब्रेक युज नगरिकन तल जाने। तर त्यो रिस्क त रिस्ककै कुरा हो होइन, त्यसरी कम्प्लिट हुन सकिँदैन होइन, ब्रेक त कम लाग्छ। तर अब हामीसँग त्यही सल्युसन थियो। अनि त्यही भएर चाहिँ हामीले फर्स्ट मेकानिकलाई बोलायौँ, तपाईँ आउनु जाम गराइदिनु भनेर। अनि त्यसपछि यतापट्टिबाट हामी तलबाट जोमसोमबाट गाडी मगायौँ। अब हामी त जानु पऱ्यो, रुम पनि छैन त्यहाँ, जोमसोम त झर्नु पऱ्यो। अनि जोमसोम झर्नु भनेको मेन रिजन भनेको यसै अब माथि जान त पोसिबलै भएन नि, ब्रेकै छैन गाडीको, अब त्यो पार्ट्स पनि पाइएको छैन। अनि त्यो पार्ट्स हाल्नको लागि अब हामी जोमसोम आउनै पऱ्यो होइन। अनि त्यही भएर चाहिँ अब मम्मीहरू पनि यसै हात्तिनु भयो, अब गाडीमा ब्रेक छैन। आज जन्मेको हो यो च्याङ्ग्राको? अब यो तपाईँ बचाउन सक्नुहुन्छ? यो दुध खुवाउनु पर्छ यसलाई। च्याङ्ग्राको चाहिँ बच्चा हो यो? छुदा हुन्छ? 380 छ अरे भन्ने बुढा कहाँ? यहाँ तल दाइको गोठालोमा। घर कहाँ हो? घर मेरो सिन्धुली हो? सिन्धुली हजुर हजुर। अनि बाख्राको पाटो जस्तो गराउँछ च्याङ्ग्राको बच्चा। ए च्याङ्ग्रा त हो, म त चौरीको जस्तो लागेर नि। राम्रो देख्यो, मान्छे राम्रो होला कि जकेट राम्रो होला? यता फर्क्यो त बाबु, खै यता हेर त बाबु, मलाई हेर त, किसिमै देख्यो नि। आहा क्या राम्रो रहेछ, गोजीमा हात हाल त बा। अहिले चाहिँ 5:50 गयो। अनि गाडीको ब्रेक फेल भएपछि चाहिँ गाडी त्यहीँ राखिरहेको छ। गाडी बोलाएको छ तल जोमसोमबाट। अनि कुरिरहेछौँ। अनि 6 त बजिसक्यो, अब जोमसोम पुग्ने बेला अँध्यारो हुन्छ। होटल पाइने हो कि पाइने होइन, लास्टै चिसो छ यहाँ चाहिँ। यतापट्टि हाम्रो लोमान्थाङको प्लान पनि क्यान्सल भइहाल्यो। अब पछि आउनुपर्छ कुनै बेला, हेरौँ कहिले जुर्छ। योचोटि जुरेन, मन सानो बनाउनु न, त्यही हो। अरू त यही हो, यो राम्रो छ हिमालको। ड्राइभर चाहिँ छिटो आइदियो हुन्थ्यो, चिसो भइरहेछ, अँध्यारो नि भइरहेछ, डर लागिरहेछ यार मेन कुरा भनेको।
आयो तर रहेछ अगाडि 2 जना पछाडि 4 जना 6 जना उठ्ने रहेछ हामी मान्छे 9 जना 9 जना होइन 8 जना किनभने ड्राइभर दाइ त त्यो गाडीमा आउनु पर्यो अब 8 जना कसरी आउने पछाडि 6 जना कसरी उठ्नु किन त्यसरी फ्याँक अब एउटा सामान मेरो एउटा जुत्ता चाहिँ खोइ यहाँ रहेछ भाइ पकड्नु यो पकड हालिदिनु न यहाँ ओडाउला नि त फेरि के जुत्ता मिलाएर राख ओडाउँदैन बाँकी टोपी लाउनु त बोलेर त बोलेर के गरेको बोलेर कोइरा हाल्ने गाडीमा बोइलर खान्छ नि त्यसरी नै लट्ठीले हानी खाँदेर एकअर्काको काखमा बसेर अगाडि 3 जना पछाडि कतिजना पछाडि 5 जना बसेर बिजो पाराले आउने भयो सामासामा पछाडि राखेर यहाँ बस अब कति किलोमिटर छ हजुर हो त्यसरी शुभयात्रा राम्ररी जानु भनौँ नि त्यही त भनेर बिरामा जा अरे दुःखको गाडी मिलाइदिनु भएछ भन्नु अरे के भने होला एकछिन अगाडि आएको अगाडि बाइक बिग्रेको एकजना बिग्रिहाल्यो नि एउटा बाइक हाल्ने कतिजना जाने यसमा एकजना ल ल्याउनु लु लानु छिटो जाडो भयो टायर गएछ ड्याङ्गै टायरले छेरौटी हाल्नु यो पकडे लोड टेम्पो भने गियर माल्नै बाइक फुल तेरिका ए हामी निस्कौँ न हामी बसेको के गर्छौँ अब ल त्यो त एक किसिम स्वाइँ त्यहीँ चलाइरहेको बानी होइन ढङ 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 लगाएर एक किसिममा आएको हुनुभयो त्यस्तो गाह्रो अलिअलि गाह्रो पो खुट्टा दुख्यो तर त्यस्तो धेरै गाह्रो नि भएन सोचे जस्तो आज चाहिँ डे 3 मुस्ताङ घुम्ने हिजोराति हामी यो होटलमा बस्यो यो अब अहिले चाहिँ मार्फा घुमाएको थिएन आउने बेलामा मार्फा घुम्ने प्लान हो किनभने मेकानिक 7 बजी जान्छ अरे उहाँ समर भन्ने ठाउँमा अनि मेकानिकले त्यो बनाइसकेपछि चाहिँ दाइले लिएर आउनुहुन्छ गाडी यहाँ अनि यहाँ आएर चाहिँ ब्रेकफास्ट खाइदिने कुरा हो अनि त्यो दिनजेलसम्म टाइम किन वेस्ट गर्नु भन्दा मार्फा पनि घुमेको छैन मार्फा पनि घुम्न जाऊँ भन्ने हो योजना हिमाल इज ब्युटिफुल यो ठाउँ डुङ्गेर के पानी खानी भएको खेती गर्न मिल्ने अनि डाँडामा घर बनाउने तल खेती गर्ने ठाउँ भएर बनाएको रहेछ क्या मार्फा यो राम्रै ठाउँ रहेछ अब आफू तल अस्ति हामी घुम्नु भएन चाहिँ क्या यो अस्तिको राति भएन त राति ठिक भइरहेको नि बेला त कसै ठिक थियो गएर होटल पाउनु जानु भयो यो माथिहरू मार्फा लेखेको छ
बाटो छ नि त्यहाँ हामी त सक्छौँ कम गरेर म टाढो बाटो छ कसरी पुग्छ एउटै ढुङ्गामा बनाएर एउटै ढुङ्गालाई कुदेर बनेको थियो यो भाटा देखेर मैले भने तल भाटा हालेको छ भने म त अन्दाज गर्ने बाँसकै भाटा फुटाएको आउँथी हलो हुन्छ यहाँ चिया खाने ठाउँ छैन चिया खाने यहीँ खानु यहीँ छ नि अनि घरभित्र यस्तो पुरानो ऐतिहासिक घर हेर्न पाइँदैन भित्र मुनि होटल जाने होटल प्याराडाइस होइन यो घर हेर्न यस्तो त्यही घरमा होटल प्यालेसमा त म्युजियम जस्तो पाउँछ प्यालेस होटल प्यालेस भन्छ त्यो मुनि त्यतै जाँदै नयाँ बनायो कि पुरानै घर हो पुरानो र नयाँसँगै मिक्स हो यो चाहिँ तपाईँको चाहिँ यो पूजा भण्डार जस्तो पनि छ अनि यो यस्तो पनि यहाँ त सबै मिक्सै भयो यो चाहिँ यहीँको अर्ग्यानिक होइन यहीँ उत्पादन भएको मुस्ताङको कबड्डी फिल्म बनेको गल्लीमा छौँ अहिले हामी बिहानै कबड्डी फिल्म कता बनेछ के भएछ भनेर अवलोकनमा हामी गइरहेछौँ यतैतिर रहेछ यही गल्ली अरे मार्फाको ऐतिहासिक घरहरू ऐतिहासिक माटो छ न सिमेन्ट छ न केही छ आफै अडिएको छ अगाडि बढौँ दुई शब्द यहाँ टुङ्गाको अब यो माथि जान्छ क्या यस्तो घुमेर अहिले ड्राइभरले गाली गऱ्यो भने आउनु नि लुक्न भाइ उयो ठुला घरको फोटो खिचिन सबैको खिचेछ कुनको बारदालीवाला हो त्यसैको खिचेको दाउरी थियो अहिले माटोले बनाएको छ होइन अनि माथिबाट पानीले कुदाउने छेउछाउमा बगाउँछ भनेर राखेको अनि त्यसले लिपेको छ बिचमा बिस्कुट सुकाउँथ्यो अरे त्यो बेलामा कोदो राख्ने तिमीहरूले आउने फोटो म त त्यही त तँ रड्नेले गर्दा जिउँदो हो कि भन्छु नि मूर्ति रहेछ होइन यो
त्यहाँबाट चाहिँ अब दुम्बालेक जाने भनेर प्लान थियो। अनि त्यसपछि अगाडि बढ्यौँ। अनि म गुगल म्याप हेर्दैछु दुम्बालेक जाने, हेर्दैछु अगाडि बढेँ होइन। मार्फाबाट हामी जमसम एयरपोर्ट पुग्यौँ, जमसम एयरपोर्टबाट अगाडि पुग्यौँ, मार्फा पुग्यौँ। मार्फामा हामीले त्यो किन्यौँ, अनि स्याउहरू किन्यौँ, अनि मार्फा किन्यौँ। अगाडि बढ्यौँ। हामी जति अगाडि बढ्दैछौँ टाइम त्यति बढ्दैछ। जति अगाडि बढ्छौँ त्यति म्यापको डिस्टेन्स बढ्दैछ, त्यति धेरै किलोमिटर देखाइरहेछ। किन हो यस्तो भन्छु। अनि यसो अगाडि सारेको होइन, यस्तो युटर्न देखाइरहेको रहेछ कि भनेको चाहिँ मार्फा हाम्रो दुम्बालेक जाने बाटो रहेछ वहाँ एयरपोर्ट छेउबाट। हामी गढिसक्यौँ मार्फा। मैले हेरिरहेको रहेछु उल्टो म्याप। मैले गर्नुपर्ने त्यसलाई फ्लिप यसरी हेर्नुपर्ने हेरिरहेको रहेछु यसरी। अब दुम्बालेक छ वहाँ एयरपोर्टनिर, हामी आइसकेको छौँ मार्फा। यस्तो रिग्रेट भयो मैले। अब भन्नु त पाएन। अब बाबालाई पनि देखाइठाउँ यस्तो राम्रो ठाउँ छ। अब के होला रिजन जान नभएको, अब पछि बाइकमा चाहिँ जानुपर्छ त्यहाँ। अनि अब अगाडि बढ्यौँ अनि तातो पानी पुग्यौँ। अब तातो पानी गर्मी थियो, अब नुहाउने कि ननुहाउने गर्मी थियो। तर अब तातो पानी बल्ल त लाग्यो, नुहाउनै पऱ्यो भनेर अलिअलि नुहायौँ। नहुने ठुलो नहुने हो। अब चाहिँ यो तातो पानीमा सरेको छु। यस्तो तातो छ यार। अनि त्यसो अगाडि बढ्यौँ अनि पोखरा आएर बस्यौँ। त्यो रात चाहिँ अब क्यामेराको ब्याट्री स्याट्री सब डेड भइसकेको थियो त्यतिन्जेलसम्म। अनि गुप्तेश्वर केभ गयौँ होइन। गुप्तेश्वर केभ म गएको थिइनँ। के बनाएको गुफा कहाँ बनाउँछ? गुप्तेश्वरकै ठ्याक्कै अगाडि नै डेभिस फल रहेछ। डेभिस फल पनि हेरेँ। म गएको थिइनँ डेभिस फल योभन्दा अगाडि मिस भएको थियो। तिमी छैन भने अर्काको छैन अनि भन्छ नि होइन सिधै त तँ तगडा रहेछ। गोलीमा पैसा नहुने जहाँ पनि आफै जानु बाटो कति पैसाको टोपी ऊ त्यो दाइले पनि लायो भने नि टी सर्ट दुईवटा दिन न त्यसको दुईवटा आउँछ भाइ आइहाल्छ नि नेपालीले आउँछ नि यो होइन यो औषधि रहेछ हल्लाउने मात्रै झिँगा मार्ने आउँछ कहाँ लगाएर उहाँ घरमा झिँगा आयो भने गर्मीमा मोहिकिन गर्मीमा झिँगा मार्ने खोइ फर्स्ट क्लास छ यार किन छैन कम्पनीको डिटिसीको होइन सञ्जीवनी पोखरै कम्पनी मिठो छ जम्मै खाइदियो अनि मैले हामीलाई पनि भनेको त्यही भनेको क्या एउटीले भने अहिले पर जाउन लगाएर 200 भन्छ 300 भन्छ अनि कति 400 रुपियाँ हो 400 मा आइसक्यो ए
800 मा किने सल 650 को लास्ट ओइ जम्मै दही खान्छ स्याहार मेरो पैसा बढेर त बच्चै त हो डेभिस फलबाट यता लेक साइड गयौँ लेक साइडमा पल्लो छेउदेखि ओल्लो छेउ पुग्यौँ पनि यसो हेरेको तर्साउने आएछ तँ भाइ स्कुल में ना स्कुल टाँसिना थियो चाहिँ खोज्नु आँटो त्यसका त्यो भेगले यार यहाँ राति यस्तो रमाइलो हुन्छ साना माछा छैन हौ यहाँ त्यो गुम्बा त त्यो शान्ति स्तूपा हो त्यो त्यहीँनिर हो त्यो एउटै डाँडामा छ कि सबै पुम्दीकोटहरू सबै उयो ऊ त्यो ऊ त्यहाँ हो पुम्दीकोट शिवको मूर्ति त्यसलाई सम्झाउनु पर्यो दाजु ए हिरो त पराको र त अनि एकछिन बोटिङ गऱ्यौँ लास्ट गएर बोटिङ गर्दा फर्किने बेला चाहिँ अब एउटा ठाउँमा चाहिँ मम्मीहरू चाहिँ बेगनासताल जानुभएको रहेछ त्यो बाटोमै पर्ने भएर बाटोबाट 4 किलोमिटर भित्र थियो नि त अनि त्यो बाटो बेगनासताल भनेर हिँड्यौँ बिचरा अनि त्यसपछि अगाडि बढ्यौँ मुगलिन पुग्ने बेला 6 बजिसकेको थियो अनि अगाडि बढ्यौँ जाम भयो ठ्याक्क त्यो उताबाट नाइट बस आउने बेला भएको थियो होइन त्यतिकै आएको छ नाइट बस बाटो यस्तो खत्तम त्यो नाइट मेरो त्यो बाटो मेरो लागि अनि एउटा पोइन्टमा आएर चाहिँ पोथोल रहेछ होइन ढ्याङ्ग भयो क्या गाडी होइन
गरेको गुइँ कराउँछ तलबाट के कराउँछ भनेको अनि साइडबाट मान्छेहरू टायर 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 भनेर करायो कि अनि म त सातो उडेर एकछिन ल टायरमा आगो बल्यो क्या हो भनेको त होइन अनि त्यो तल हुन्छ नि स्टक टायर त्यो पङ्चर सन्चर हुँदाखेरि एउटा एक्स्ट्रा टायर दिएको हुन्छ त्यो तल हुन्छ त्यसको लक चाहिँ भाँचिएर ड्याङ्ग तल चढाएर रहेछ होइन हिलो लाग्छ त ब्यागमा जम्मै बाटोमा चाहिँ एकछिन निदाएँ म किनभने यस्तो खतम बाटो थियो यो बाटो फेस गर्नुभन्दा निदाएकै राम्रो भनेर निदाएँ एकछिन जाने बेलामा चाहिँ जुन बाटोबाट हामी आउनु पर्ने थियो नि यता धार्के झर्ने बाटो त्यही बाटोबाट चाहिँ गयौँ अनि एकैछिनमा सिलिलिलिलिलि यतापट्टि हामी यहाँ सिधा पाइला आयौँ सिधा पाइलाबाट चाहिँ अगाडि अब घर आयौँ घर आउँदा लगभग कति 11:30-12 बजेको थियो होला छिटो पुगिन्थ्यो होला त्यो जामबाट टायरले गर्दा ढिलो भयो अनि यही हो यस्तै ट्रिपहरू गर्न पाइयोस् रमाइलो भनिदियोस् जस्तो लाग्यो तपाईँलाई भिडियो भनिदिनु होला त्यति बेलासम्म मलाई चाहिँ हस् त नमस्ते अब गुड डे बाई